अझै पनि धेरैजना साथीहरूको गुनासो आइरहेको छ। धुप कसरी बटार्ने अनि पेपरको साइज कसरी कति राखेर कटिङ गर्ने भनेर सोधिराख्नु भएको हुन्छ। उहाँहरूको लागि है विशेष यो भिडियो हेर्नुहोस् है त। पेपरको साइज 1 स्केलभन्दा बेसी काट्ने, भर्खर सुरुवात गर्न चाहनुहुने दिदीबहिनीको लागि है। अनि यसरी बिचमा यो अम्ला राखेर यसरी फोल्ड गर्ने, अनि फोल्ड गरिसकेपछि यहाँ बिचमा के बस्छ त, सेप बस्छ। अनि यस्तो खालको स्टिक भए पनि हुन्छ, अनि हातैले गर्दा पनि आफूलाई जसरी सहज लाग्छ त्यसरी बनाउन सक्नुहुन्छ है। म चाहिँ यसरी स्टिकले यसरी उठाएर धुलो यसरी राख्छु। अनि सुरुवात गर्दा के गर्ने त भन्दा यतापट्टिको साइडको धुलोलाई पनि यसरी झारिदिने र यतापट्टिको धुलोको साइड पनि यसरी झारिदिने। दुईतिरै खाली भएपछि यसलाई हामीले टुप्पो फिनिसिङ गर्न एकदम सहज हुन्छ। हेर्नुहोस् है त, यसरी धुलो फालिसकेपछि यो बटारिन्छ पनि, पेपर बटारिन्छ। अनि अलिकति ठुलो साइज पेपर राखेर कटिङ गर्नुभयो भने के हुन्छ त भन्दा धुलो खस्दैन अनि हजुरलाई बटार्न सजिलो हुन्छ। हेर्नुहोस् त यी। अनि यसरी हातको सहायताले यसो गर्ने, अनि यसरी यसरी फोल्ड गरेर यसलाई यसरी डोरी बाटेको जस्तै गरेर गर्ने है। हेर्नुहोस् है त, अनि टुप्पो फिनिसिङ हुन्छ। हेर्नुहोस् त है। अझै पनि धेरैजना साथीहरूको गुनासो आइरहेको छ। धुप कसरी बटार्ने अनि पेपरको साइज कसरी कति राखेर कटिङ गर्ने भनेर सोधिराख्नु भएको हुन्छ। उहाँहरूको लागि है विशेष यो भिडियो हेर्नुहोस् है त। पेपरको साइज 1 स्केलभन्दा बेसी काट्ने, भर्खर सुरुवात गर्न चाहनुहुने दिदीबहिनीको लागि है। अनि यसरी बिचमा यो अम्ला राखेर यसरी फोल्ड गर्ने, अनि फोल्ड गरिसकेपछि यहाँ बिचमा के बस्छ त, सेप बस्छ। अनि यस्तो खालको स्टिक भए पनि हुन्छ, अनि हातैले गर्दा पनि आफूलाई जसरी सहज लाग्छ त्यसरी बनाउन सक्नुहुन्छ है। म चाहिँ यसरी स्टिकले यसरी उठाएर धुलो यसरी राख्छु। अनि सुरुवात गर्दा के गर्ने त भन्दा यतापट्टिको साइडको धुलोलाई पनि यसरी झारिदिने र यतापट्टिको धुलोको साइड पनि यसरी झारिदिने। दुईतिरै खाली भएपछि यसलाई हामीले टुप्पो फिनिसिङ गर्न एकदम सहज हुन्छ। हेर्नुहोस् है त, यसरी धुलो फालिसकेपछि यो बटारिन्छ पनि, पेपर बटारिन्छ। अनि अलिकति ठुलो साइज पेपर राखेर कटिङ गर्नुभयो भने के हुन्छ त भन्दा धुलो खस्दैन अनि हजुरलाई बटार्न सजिलो हुन्छ। हेर्नुहोस् त यी। अनि यसरी हातको सहायताले यसो गर्ने, अनि यसरी यसरी फोल्ड गरेर यसलाई यसरी डोरी बाटेको जस्तै गरेर गर्ने है। हेर्नुहोस् है त, अनि टुप्पो फिनिसिङ हुन्छ। हेर्नुहोस् त है।